आजको भिडियो चाहिँ छ तपाईले कसरी स्लिम अनि एकदमै चबी टाइपको लुक चाहिँ तपाईले पाउन सक्नुहुन्छ। हेर्नुस् त एकपट्टि स्लिम एन्ड एकपट्टि तपाईहरुको लुक चाहिँ एकदमै चबी टाइपको, माने गालामा पुरा मासु भएको जस्तो छ। लु त है हेरौँ है कसरी मैले गरेछु। लु है आज हेरौँ आज तपाईहरुले कसरी आफ्नो चिकलाई फुलर र एकदमै स्लिम देखाउन सक्नुहुन्छ है। आफ्नो मेन चिक भनेको चाहिँ गालालाई। फर्स्ट स्टार्ट गरौँ फर द स्लिमर लुक है। यसको लागि चाहिँ म के गर्छु भनेर जुन चाहिँ यो तपाईको चिकको हायर पोइन्ट छ त्यसमा चाहिँ तपाईले यसरी लाउनुस् है। ब्लसको त्यतिकै अलिकति यहाँ ट्रायंगल जस्तो बनाउनु पर्छ तपाईले। हुँदैछ? लानुहोस् है। त्यतिकै ब्लेन्ड जसमा कि तपाईको चिक चाहिँ लिफ्टेड लुक होस्। हेर्नुस् त हो लिफ्टेड भयो नि। अब यता चाहिँ म गर्छु फुलर चिक। यसको लागि चाहिँ तपाईले यहाँबाट स्टार्ट गरेर यहाँसम्म लानुहोस् एन्ड blend it inward. म चाहिँ लगाउँछु हाइलाइटर। हाइलाइटर जुन चाहिँ तपाईको हाइस्ट चिक बोनमा जस्ट ट्याब हो। अनि यहाँ चाहिँ के गर्छु भने सेन्टर अफ माई चिक बोन भ्यू यो चाहिँ हो एकदम फुलर टाइपको चिक। अनि यो चाहिँ छ लिफ्टेड टाइप। डिफरेन्स पाउनु हुँदैछ? यो चाहिँ थियो मेरो ब्लस टेक्निक। यदि तपाईलाई मेरो भिडियो मन परेछ भने काइन्डली शेयर अनि फलो गरिदिनु होला। थ्यांक यू फर वाचिङ माई भिडियो। थ्यांक यू।